नमस्ते। लेट्स टक अबाउट क्यानाडाको हेल्थ केयर। तपाईहरुलाई थाहा छ भने थाहा छ, थाहा छैन भने थाहा छैन। क्यानाडामा चाहिँ फ्री हेल्थ केयर छ। यस, यु डोन्ट ह्याभ टु पे नथिङ, लाइक नथिङ एट अल हैन। अनि तपाई इमर्जेन्सीमा जानु भए पनि दे विल डु एभ्री सिंगल थिङ के भएको भनेर, एक्सरे देखि अल्ट्रासाउन्ड देखि लिएर लाइक सबै इसिजी सबै जे गर्न पर्ने हो, यदि निडेड छ भने सबै उनीहरूले गर्छ, त्यो पनि विदाउट कस्ट। तर इमर्जेन्सीमा तपाईले कति घण्टा कुर्नुपर्छ? मेबी 4 आवर्स 5 आवर्स डिपेन्ड है। मैले पहिला छोरी सानी हुँदाखेरि त यति लगे अनि यति कुर्नु पर्थ्यो कि 4-5 आवर्स आनन्दसँग त्यही बजे जस्तो खालको, घरे जस्तो गरेर बस्नु पर्ने त्यस्तो इमर्जेन्सीमा लगाएको छ। पेन एकदम एक्सट्रिम पेन भएर लगाएको छ। तर उनीहरूको हिसाबमा चाहिँ लाइफ थ्रेटनिङ भयो भने मात्रै उनीहरूले एकदम फास्ट ट्रिट गर्छ, नभए चाहिँ दे विल नट ट्रिट यो यति चाँडै इजिली यसलाई दुख्यो भनेर नथिङ। उनीहरूले त्यस्तो गर्दैन। यु हेभ टु वेट, त्यो भयो। अब फ्री भनेर के गर्नु हैन। अनि कुनै अब तपाईलाई हार्टमा केही छ भने उनीहरूले स्पेशलिस्टकोमा पठाउँछ। स्पेशलिस्टकोमा टाइम आउँदाखेरि 3, 4, 5, 6 मन्थ्स लाग्छ। मेरो गल ब्ल्याडरमा स्टोन थियो, त्यसको स्पेशलिस्टकोमा पठाउनु पर्यो। स्पेशलिस्टकोमा टाइम लाग्दाखेरि 6-8 महिनामा त्यो भित्रमा म 2-3 चोटि इमर्जेन्सी पुगेँ। त्यस्तो हुन्छ हैन। पछि अलिकति एकदम सिरियस लाइफ थ्रेटनिङ नै भएपछि चाहिँ उनीहरूले एडमिट गरेर अनि त्यसपछि दे ट्रिट मी वेल हैन। त्यस्तो हुन्छ। तर त्यो पनि एकदम एक्सट्रिम, त्यो मेरो बाइल लेभल एकदम एक्सट्रिम पुगेपछि मात्रै उनीहरूले त्यसरी एडमिट गरेको, नभए त्यो पनि गर्दैन थियो। मैले यो सबै किन भने नि एउटा कुरा कस्तो राम्रो कुरा के, अब म अराउन्ड 21-22 को एजतिर थिएँ होला। त्यो बेलामा मेरो दाँत एकदम दुख्थ्यो। अनि मलाई थाहा छैन उनीहरूले रुट क्यानल, नेपालमा रुट क्यानल यताउता गरेको पनि थाहा छैन, के पनि गरे पनि थिएन। दे जस्ट टुक इट आउट के मेरो दाँत। अब हामीलाई त्यस्तो थाहा पनि हुन्थेन। बाबा मामुसँग जाने, मामुसँग गएको, मामुको फ्रेन्ड वेसिन थियो, उहाँले निकालिदियो। अनि अब नर्मल होला जस्तो लाग्थ्यो। तर अब यहाँ आएपछि चाहिँ अहिले मेरो यो दाँत चाहिँ इट्स बिन अलमोस्ट अ इयर भन्दा पनि बढी भयो होला। अनि दुख्न थालेको। त्यसपछि दे डिड द रुट कनाल, अनि त्यसपछि पनि दुख्यो। त्यसपछि उनीहरूले स्पेशलिस्टकोमा पठायो। अनि त्यो क्र्याकहरू छ कि भनेर हेर्नलाई, लाइक दे डिड सो मेनी थिङ्स कि त्यो दाँत एउटा बचाउनको लागि हैन। दे डिडन्ट गिभ अप जस्ट लाइक द्याट कि ओके ल निकालौँ भन्ने खालको हुँदैन। दे डिड। अनि मलाई अति नै पेन भएपछि चाहिँ आई सेड आन्टी निकालिदियोस् भनेपछि अनि बल्ल दे टुक इट आउट। तर त्यो कन्डिसनमा पुगुन्जेल लाइक इट्स बिन लाइक 1.5 year बचाउनलाई क्या। नेपालमा त्यस्तो आई डोन्ट थिङ्क सो। त्यति ट्राई गरेर त्यति बचाउनलाई कोसिस गर्थ्यो भने जस्तो चाहिँ आई डोन्ट थिङ्क सो त्यस्तो गर्छ हो। त्यहाँ ढ्याक के गरेर सजिलो हुन्छ, कहाँबाट पैसा आउँछ, ढ्याक टुक तमाम। Oh my God, it was so painful guys, it was so painful to निकाल्नलाई, यहाँको दाँत निकाल्नलाई। I don't know, you can see yesterday I took it out. म त अब मरे बिहोस भयो भने जस्तो भएको, लाइक सबै त्यो भाँची निकाल्नु। म त आई थट लाइक एक सर्टमा यस्तो गरेर पेन्सिलले त्यहाँ तानेर निकालिदिन्छ होला भनेको त हैन। त्यो पुरा फोडी एक गरेर त्यो निकाल्नु पर्दो रहेछ। अनि त्यसपछि बोन ग्राफ्टिङ गर्नलाई त्यो छोड्दो रहेछ उनीहरूले, सो द्याट पछि क्राउन त्यही हाल्नु पर्यो भने सजिलो हुन्छ भनेर। अब मेरो जब कि पहिलाको दाँतमा त नथिङ हैन।
which is I don't know interesting लाग्यो मलाई चाहिँ लाइक हुन्छ नि मान्छे कतिसम्म लाइक सेभ गर्नलाई कतिसम्म प्रयास गरेको भनेर which I felt good. अब त्यही कुरा नेपालमा भइदिए there are so many things which is good in Nepal. मलाई चाहिँ मनपर्छ होइन. अब यहाँनिर चाहिँ अब त्यस्तो हुँदैन 5 घण्टा वेट गर्न पर्दैन. बायोप्सीको रिपोर्ट 3 weeks 4 weeks 5 weeks यस्तो त्यहाँ चाहिँ अलि पैसा तिर्ने तर सर्भिस चाँडो क्या. यहाँ चाहिँ फ्री तर यु हेभ टु वेट फर एजेस. त्यो पेन कहाँ थियो भन्ने पनि बिर्सिसकिन्छ जस्तो लाग्छ. मेरो बाबाले भन्छ बाबा यहाँ आइसकेको बेलामा होइन दुखिरहेको थियो खुट्टा होइन. अब स्पेसलिस्टको अत्तोपत्तो बाबा फर्किने बेला भइसक्यो स्पेसलिस्टको अत्तोपत्तो छैन. So I don't know how you feel about it. Let me know. Bye.